मामाले भाइ हुन्छ यहाँनिर के किन्ने यहाँ सर मैले देखाउँछु गाइस यहाँ के किन्ने भनेर गाइस सबजना यहाँ दिदीकोमा आउनु होला कृपया दिदीले फुल डिस्काउन्ट दिनुहुन्छ यो यहाँ हेरेन जस्तै निलो टिन लाग्दैछ नि त्यहाँ उसले खरले सागा कस्तो दामी अगाडि गाइस भन्छ अब खाना बिकी भाइले देख्न देखान नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान सबैजना सन्चै राम्रै हुन्छ होला सो म पनि सन्चै राम्रै जिउँदै राम्रै फिट एन्ड फाइन छु सो आज चाहिँ नयाँ जोस नयाँ जाँगरको साथ उपस्थित भइसकेको छु एन्ड आज चाहिँ म अब अलिकति मामा घरतिर आएको अनि मामा घरतिर आएको चाहिँ भ्लग बनाउन पाएन किनकि अहिले त्यस्तो भएको थियो अनि त्यही भएर अनि चाहिँ आज मामा घरदेखि जाँदैछौँ सुपादेउराली मन्दिरतिर सुपादेउराली मन्दिरमा जाँदैछौँ अनि भिडियो चाहिँ यसो बनाऊँ भनेर होइन छोटो मिठो चट्टा लाएर मिठो भन्दैवाला छ सबजनाले वाच गर्नु होला अब म देखाउँछु मामा घरदेखिको सुपादेउरालीसम्मको यात्रा सुपादेउराली मन्दिरको भिडियोहरू सब देखाउनेछु सबजनाले हेर्दै गर्नु होला गाइस सो इन्जोय यहाँ छ पाठो है यहाँ टोली रेडी हुनुहुन्छ अब एकैछिनमा गाडी आउँछ अनि त्यसपछि चट्टा लाएर हामी हिँडिन्छ एकचोटि भ्यू देखाउँछ है मर्निङ भ्यू चाहिँ बबाल छ होइन ट्याक्कै अहिले कति भयो भन्दा रात 9-6 बजिसक्यो भन्दा हुन्छ यस्तो छ भ्यू चाहिँ बबाल छ दामी छ घाम चाहिँ अलि लागेन चिसो चिसो हावा छ मौसम जस घाम लाग्ला एकैछिन पछि लाग्यो यस्तो छ त्यहाँ अब एकैछिन पछि म देखाउँछु मन्दाई के छ ठिक छ नि आजको यात्रा सुपादेउरालीसम्म होइन बिल्कुल भाइ हाई 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 यस्तो छ बाख्रा त्यहाँ गाइस अब एकैछिन पछि म देखाउँछु है इन्जोय गर्दै जाउँ अहिले यहाँ गाडी पर्खेको टोली माथि माइजी हुनुहुन्छ भ्यू बबाल मर्निङ भ्यू दाइ मर्निङ भ्यू कस्तो हेर्नु न सो ब्युटिफुल ओ माई गड केही 2-4 शब्द जस 2-4 शब्द के भन्ने हामी अहिले सुपादेउराली अर्घाखाँचीको सबैभन्दा प्रसिद्ध ठाउँ भनेर चिनिने नेपालकै होइन अझ अर्घाखाँची भनेपछि धेरै अलिकति हामी चाहिँ 12-13 जनासम्म रमाइलो भइरहेछ होइन अरू त ठिकै छ बाँकी अब हेर्दै जाउँला बनाउँदै जाउँला चाहिँ के अरे यस्तो छ है त्यहाँ ग्यास अब गाडीमै चढेपछि बोलाउँला खासै बोलिन्न ल उतै गएर बोलाउँला यहाँनिर चाहिँ पाठो बान्ने अब चाहिँ मान्छे भित्र चढिसक्नु भएको छ हाम्रो यात्रा यसरी जारी भइरहेको छ अहिले गाडीमा छौँ अब हामी हिँड्यो चट्टा लाएर त्यही हो अहिले इन्ट्री भइसकेको छ कस्तो भयो यात्रा बेजोग भाउ उहाँ जल चढाइसक्यो समात्नुहोस् त दाइ यहाँनिर के किन्ने बाहिर म अब ब्लगिङ गर्दै हुनुहुन्छ काका परिहरू हेर्दै है क्या यस्तो हो आउँदै है मास्क लाएर पुरै आतङ्कवादी भनेर हाम्रो भाइ पुरै के हो भने यस्तो यार ए बक्स यहाँ छ मलाई यहाँ चिनेका मान्छे आउँछ हेलो हेलो के छ वेलकम हेलो हेलो माथि छ ध्यान हिरोको थ्याङ्क यू हेलो गाइज वेलकम टु माई न्यू ब्लग हेलो गाइज वेलकम टु माई फर्दर ले मैले लिनु समात्छु यार
यहाँनिर यस्तो के गर्नुपर्ने होइन चाहिने भाउजू कस्तो हो यात्रा तपाईँको एकदम राम्रो दिदी तपाईँको तिम्रो कस्तो भयो राम्रो ठिक छ सबैको बाबा म त मन्दिरभित्र जानु पर्दैन के गाइस सुपादेउराले आएर यहाँ आएर फोटो खिच्ने को अहिलेसम्म फोटो कोले खिच्नु भएको नखिचेकोले खिच्नु होला है सुपादेउरालीको मन्दिर पनि आउँछ त्यहाँबाट होइन भाइ यो समाजको बोको यहाँ आएको थिएँ यस्तो गाडी त यस्तो चल्यो बाबा भइहाल्छ होइन मामा म क्यामेराबाट फोटो चाहिँ सुट गर्दैन मेरो बिजनेस कामको लागि पनि आएर यहाँ दाइ हुनुहुन्छ गफै हो अनि त्यही हो म भोलिदेखि गइरहेको छु यहाँनिर पूजा गर्न जाँदै हुनुहुन्छ चप्पल काटेर ओहो म नवीन दाइसित बस्नु न र होइन मस्तानी एउटा सङ्ग चाहिन्छ क्या दाइ बाहिर मस्त घुम्नलाई मलाई गाइड गर्नलाई यहाँ सर मैले देखाउँछु गाइड तपाईँहरूलाई खाली खुट्टा त कस्तो मजा आयो नि भाउजू ल ठिक छ रमाइलो छ सुपामा गाइज ल सबैजना आमै सुपादेउराली सट्ट लाएर हामी त बाहिरबाट दर्शन गर्ने मनैदेखि हो कि मनैदेखि अब सम्झेपछि भयो कसैले पनि चिन्दैन नि त मलाई त कसैले पनि चिन्दैन न सुपादेउरालीमा त के हो यता फोटो खिच्ने भिडियो गर्ने होइन चलपल यस्तो छ दामी छ यार चलपल हरिफ छ सुपादेउराले त अब यहाँनिर मान्छे कहाँबाट आएन यार यहाँ ओहो इन्डियाबाटसम्म आएन कि मान्छे नो स्मोकिङ है गाइस I am not understand. भाइ लाइभ भिडियो छिटै हाल्नु सर गाइस ओइ क्यामेरा कहाँ छ यसको के बोल्नु त न छाडा गाइस चिन्निएर मान्छे हे गाइस तर भित्र त जान पर्छ मन्दिर भित्र त हैन इतना ऐसी नहीं की हुआ नहीं यार तो है गाइस लुक एट व्यू बवाल सा देखो क्या सी लोग है इस्त्रो पहाड़ से के भन्छ सुपादेउराले आएर के भन्छ मन्दिरमा आएर के माग्ने के खै आजसम्म भगवान्लाई के दिइएको छैन भगवान्सितबाट के माग्ने यो हर्ने नानी यार यार यस्तो छ गाइज यस्तो छ गाइज सुपादेउराले यस्तो दामी छ यार बवाल छ गरी दिदी नेपाली मैले त अमेरिकानी भन्ने थिएँ नेपाली यता आउनुहोस् त भन्दा मैले ट्याक्कै सुने नि त म त गरी दिदी भनेर अन्त थारूले सोधेको थियो ल्याङ्ग्वेजमा भनिरहेको थिएँ मैले बुझिनँ मैले फेरि इङ्ग्लिसमा भनेको थिएँ प्लिज स्पिक You can speak English. Speak English. I am not understand your language भनेको त त्यो पनि चल्न पर्यो हेर हाम्रा उ खोइ त नि एकखेर क्यामेरा यता पज गर्नु न सो गाइज मेरो च्यानलमा पनि सब्स्क्राइब दाइकोमा पनि सब्स्क्राइब है दाइको चाहिँ मोनिटाइज गर्नुपर्छ ल ल ठिक छ गर्दै ठिक छ सबैले चिनेर आउनु पर्छ है अर्घाखाँची ल अर्घाखाँचीको सुपादेउराले हाम्रो फ्यान भरि यता आउनु पर्छ ल नै यो हाम्रा पर्यटकहरू अरु भित्र आउनु पर्छ देशको आर्थिक स्थिति बढाउनु पर्छ देशको त त्यस्तै आफ्नो बढाउनु पर्छ
देशको चिन्ता धेरै नगरौँ। पूजा कस्तो भयो? राम्रो भयो। राम्रो भयो नि। अग्गर अग्गरै भयो। यहाँ टोली बस्नु भएको छ। मलाई टिकटकमा फलो गर्नु होला कृपया क्या। तपाईँले फलो गराएपछि भयो, म गराइन यार दाइ। ल हेलो प्रतीक डन। पुरै निद्रामा हुनुहुन्छ प्रतीक डन। अचल शर्मा यस्तो छ गाइस। यस्तो छ माल यस्तो धुलो उडिरह। अब हामी उता जान्छौँ अनि उता गएर भिडियो देखाउँला गाइस। त्यही हो यहाँ के किन्ने भनेर यहाँ चक्लेट किन्ने दाइ। चक्लेट किन्नु कति कतिको छ? सबभन्दा सस्तो कुन छ? चाँदीका जस्ता न के चाँदीका हुन् तिनी के होइन सेम त्यस्तै चस्मा काटेर के यस्तो सबै सकेका हुन् अरे यहाँ त। मूर्ति पनि सकेका के आँखा हेर न। गर्ल्सलाई बवाल हुन्छ। दामी रहेछ तर हर महादेव त सुनको है। सही हो गाइस। यस्तो छ मान्छे इन्डियाबाट पनि आउँछन्। हामी यहाँ अर्घाखाँचीमा अर्घाखाँचीको सुपादेउरालीमा को आउनु भएको छ आजसम्म आएको जति साथीहरूले कमेन्ट गर्नु होला कृपया। नआएको साथीहरू आउनु होला। बबाल छ अर्घाखाँची सुपादेउराली। सुपादेउराली माताले तपाईँले भनेको भक्कलहरू सब पुरा गर्नुहुनेछ। तपाईँहरूको एकदम जस्तै कठिन स्थितिमा पनि साथ सुपादेउरालीको मिल्नेछ। अर्घाखाँचीवासीसित त्यही भएर साथीभाइ नि भन्नुहोस् है। अर्घाखाँचीमा साथीभाइ नि भन्नुहोस्। अर्घाखाँचीको मान्छेसित कि सङ्गत भाइ नि गर्नुहोस् गाइस। गाइस सबजना यहाँ दिदीकोमा आउनु होला कृपया। दिदीले फुल डिस्काउन्ट दिनुहुन्छ। मनिषा फुल पर्छ सामग्री पसलमा आउनु है सबजना। दिदीले हामीलाई माया गरेर मिठाई दिनु है फ्रीमा। दिदीले माया गरेर दिदीले दिएको राख। म यो पसलमा आउनुपर्छ है सबजना। यो सुपा देउराली आउने मान्छेहरू अर्घाखाँचीको सुपा ल ल होइन दिदी राम्री हुनुहुन्छ कि पसल राम्रो छ कि सामान राम्रो छ कि यहाँ चाहिँ किसिमै राम्रो छ है गाइस। चक्लेट यो पोको फ्रीमा दिनुभयो त्यतिले बोनस दिनुभयो हामीलाई। दिदीले डिस्काउन्ट चाहिँ दिनुहुँदो रहेछ यहाँ आउनु। अब हामी निस्किन लाग्यो यहाँ माथितिर गएर भिडियो गर्छौँ गाइस। त्यही हो यहाँ है सबजना। सो गाइज हामी अहिले सुपादेउरालीबाट फर्किन लागेको। टोली अगाडि गइसक्नु भएको छ। जाँदै हुनुहुन्छ। माथि हेर्नु पुल यस्तो डेन्जर छ। कहाँ त खुरी बस्तिर बस है। ल समाते है तर यसो लोग्रेते यस्तो छ। माथि हेरौँ है। माथिको भ्यू देखाउँछु गाइस। लोकेट भ्यू बवाल छ। माथि रोक्छ कि यहाँ त जाम हुन्छ भनेर रोक्दैन नि त। अलि माथि रोक्छ त्यो भनेर हुन्न को बाई। मलाई फेरि त्यहाँ माथि गएर हल्लाउने भन्छ कि त पुल। सुन्नु दुई चार शब्द केही जाओस्। दिदीको जान्छ कि दुई चार शब्द केही। आजको यात्रा कस्तो भयो? सोचे जस्तो भयो कि नै? ए छ है त्यत्रो ठाउँ। टिकटक बनेनन् बुवा भयो गाइस। यस्तो छ गाइस जाम छ क्या यहाँ त। प्युठान हेलो गाइस। प्रतीक डन हुन्छ यहाँ। इन्जोय भयो प्रतीक सरलाई चाहिँ। मलाई चाहिँ भिजा भयो। नाच ओहो नाच ल मैले समातिन्छु नाच है। ल हरे भदन गाउँला शिवजीको मन्दिरमा हरि बोल सही बस इन्जोय भयो रमाइलो भयो कि नै भयो। ल ल ल ल ल गाइस त्यही हो। अब हामी यहाँ निस्किन लागेको। सुपादेउराली मन्दिर उहाँ हुनुहुन्छ ती माताश्री सुपादेउराली भगवान्। मेरो शादी हुन्छ कि हुन्न थाहा छैन। अब तपाईँलाई थाहा होला। त्यही हो।
यस्तो छ गाइस दाइको भलकमा देखि लास्ट रोवर छ कि तर दाइले कार्ड दिनुहुन्छ कि मेरो सिन कार्ड दिन्न मैले यहाँनिर हाम्रो बन्दैछ ट्याक्कलार आइटमहरू भ्यू चाहिँ यस्तो बबाल छ लुकेट भ्यू यस्तो भाइब्स चाहिँ बबाल बिग्रियो यहाँ जा एउटा तल मैले उदिन्छु यो यहाँ हेरेन जस्तै निलो टिन लाग्दैथ्यो नि त्यहाँ उहिलेको खरले सागा कस्तो दामी त्यो त दामी देखिँदैन तर अब हाम्रो देश यस्तै हो दाइ होइन जे पनि राम्रोमा मात्र जान्छ कि आँखा सबैको अब तपाईँले त उस्तो पऱ्यो तपाईँले जो बाटामा हिँड्दाखेरि एउटा पेउली फुल र गुलाब फुल भयो भने गुलाब फुल टिप्नुहुन्छ होइन मैले टिप्दिनँ हेर्छु मात्र दुइटै फुल टिप्दिनँ नि मैले फुल तिमीले भन् बोलिन हो भाइ हो यस्तो त गाइस लाज दुःख पाएको अलि तिमी दुईटा मान्छेलाई पुलिसले गाडी छोपिदिएर बिचरा नि दुइटा भर्खरै इन्डियाका रहेछ बिचरा गाडी लोपार गिल्पा गएर गाडी रोक्दैछ पुलिसले बाजालाई दगलाएर कस्तो गरेर हाम्रो गाडी जानुहोस् नि यार दुई चार भनाइ जाओस् आइडी के हो नाम जानु सुनार सुनार कसैले नि झुकेर नि फलो नगर्नु होला म त यहाँ बनाउँदैछु के अरे बरी बाई गाइस हाम्रो चाहिँ अहिले खाना रेडी हुँदैछ यहाँनिर अब यहाँनिर यस्तो पाकिरहेछ यता पनि भइरहेछ हाम्रो टिम छ यता साथमा है रमाइलो छ माहौल गाइस त्यही हो कपिराइट लाग्छ त्यही हो यहाँनिर कसले खान्छ म देखाइदिन्छु है कसको भएको भाइ कस्तो छ खाना कस्तो छ होला रिसेर यस्तो गाइस म सबैलाई सर देखाइदिन्छु है सबैले खाना खानु भयो लास्ट नमाइल खाना खानु है थपी म्यागी ल यहाँनिर रमाइलो चलपल छ पहिला गर्ल्सहरूलाई हामीले खुवाएर सबलाई ट्याक्कलाएर अरूलाई खुवाएर हामीले खाने प्रोग्राम भइरहेछ है गाइस हेलो रमाइलो छ होला यता नि रमाइलो भइरहेको छ लुकेट भ्यू पनि बबाल छ है वन्स मोर भ्यूज ओ ऐसा है भ्यू देखो कैसा है दामी छ ठाउँ पनि गाइस त्यहाँनिर मान्छेको पुरै घुइन्छ यार हरिब मान्छे आएको आइसक्यो त्यहाँ यस्तो छ बबाल छ त्यही हो गाइस अब एकैछिनपछि फेरि हामी सुपातिर अलि राम्रोसँग घुम्न पायो होइन खाना हुँदै अब खाना खाएन अब घुम्न हाल्यो त्यहाँ गाइस खाना खाने पाए आउनु है मासु र भात के छ रे दाइ मासु र भात है मासु छ है गाइस त्यहाँ नि मासु छ त्यो घरमा मासु छ त्यो उपल्लो घरमा मासु छ त्यहाँ मासु छ यहाँ मासु छ जताततै मासु छ है सुपादेउराली मरगाँचीमा मासु पाएको चल्दैन राडी गाइस भन्छ अब हाम्रो खाना खाने समय हुँदैछ बिकी भाइले यता खाना देखान सबैले खाना लागेको अब चाहिँ हाम्रो खाना खाने समय हुँदै भयो ओके थ्याङ्क यू भयो मिठो छ है सबजना मिठो छ सबजना खाना ल एभ्रिवान चेस है टेस्टी कस्तो एकदम खाइयो है खानु चाल उहाँले खानुहुन्न उहाँले नखाने नि त मेरा बा हनुमानजीले त पहाडै उचाउनु भएछ त कसले हनुमान बोला लगै हम चाहिँ खानु अब त्यही हो हुन्छ त्यही हो सो अलराइट गाइज अहिले चाहिँ अब हामी घरतिर पनि फर्किन लागेको प्लस घुमघाम चाहिँ खतरा भयो यताउता घुमेको भिडियोहरू मिलाएर क्लिपहरू राखेको छु सबजनाले राम्रोसँग हेरिदिनु होला भिडियो कहीँ कस्तो लाग्यो त्यसै सुझाव सल्लाह प्रतिक्रिया कमेन्ट बक्समा छोडिदिनु होला अनि सबमा धेरै माया भिडियो सम्झाउनु भने आजको भिडियो चाहिँ द इन्ड गर्नुपर्ने हुन्छ किनभने अब यताउता घरतिर जानुपर्ने हुन्छ घरतिर गएर म चाहिँ पुरै भिडियो इन्डिङ देखाउन पाउँदैन किनभने मेरोमा चार्ज पनि धेरै हुँदैन अनि सो त्यही भएर गाइस सबैजनालाई माया छ भन्दै आजलाई बल एन्ड हुन्छ ओके बाइ फेरि भेटौँला